उडाउनु न उडाउनु ए उडेन त अहिले हेर्नु त गजक गजक भा मालवा घर जल्ला रे म टेन्सन गर्छ समझ रहे हो समझ रहे हो ना 185 ओके थ्याङ्क यू मालको पुटीमा चिन्ने बल्ले गर्दा रन्जीले फोन काटी अब शाबाश बेटा बहुत बढ़िया मुन्ना सुर्ती मार्दै बस्नु भएको छ कलङ्कीको मान्छे कल गरेको थिएँ त मैले उठाउनै नि हुन्न सुर्ती मार्दैमा बिजी थियो होइन हजुर के हो यो ए आमाको हो हेर्ने मात्रै किन्न सकिँदैन बात तो सही है हेलो एन्ड नमस्ते गाइज वेलकम टु माई न्यू ब्लग हजुर सबै सन्चै अनि आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै अनि आरामै छु सो म चाहिँ आज धेरै दिनपछि चाहिँ राइडमा निक्लेको छु होइन अनि मेरो चाहिँ हल्का कामहरू भएको भएर चाहिँ मैले राइडमा पनि निक्लिन पाएको थिएँ होइन सो अहिले चाहिँ राइडमा निक्लिसकेको छु अहिले चाहिँ कति बज्यो भनेपछि 5:42 भइसकेको रहेछ बेलुकाको सो आज चाहिँ फुर्सद भएर यसो एकछिन भयो नि निक्लिउँ राति नाइटमा भनेर निक्लेको छु होइन अनि यसो हामी राइडमा हानेको पनि कति धेरै दिन भइसक्यो नि त अनि भ्लगहरू पनि आइरहेको छैन युट्युबमा सो धेरै दिन भइसकेको छ होइन मेबी जस्तै म पुस्तेदेखि चाहिँ अब राइडहरू गरिरहेको छैन सो अनि भिडियोहरू पनि बनाउनु लागिरहेको छैन नि त हजुरहरूलाई पनि थाहा छ होला होइन युट्युबमा यसो भ्लगहरू पनि हालिरहेको छैन मैले चाहिँ अनि मेरो चाहिँ अनि आजको राइड चाहिँ उठिसकेको छ अनि राइड गरेर चाहिँ म चाहिँ अनि अहिले चाहिँ होइन एउटा इन्डायरमा चाहिँ पार्सल रहेछ क्या अनि सो अनि राइड उठाएको थिएँ लोकेसनमा गएको सामान मात्रै पुर्याउने हो भन्नुभएको छ सो म चाहिँ सामान लिएर हिँडिसकेको छु पठाउको झोला छ होइन अनि इन्ड्राइभ गर्नुभएको छ क्या उहाँले आई डोन्ट नो होइन के हो पहिला पठाउ गरेर के मगाउनु भएको कि के हो थाहा छैन तर इन्ड्राइभ गर्नुभएको छ क्या पठाउको झोलामा इन्ड्राइभ बडा मजा छ के छैन होइन अनि आज चाहिँ के हो मैले आन्दोलनहरू पनि भनेको सुनिरहेको छु होइन अनि आन्दोलन पनि छ अरे भनेर सुनेको थिएँ यता रत्नपारको साइडतिर मेरो राइड चाहिँ भनेको यता कपनको साइडको चाहिँ उठाएको थिएँ मैले त्यता अनि यसो भिडियो हेर्दाखेरि यसो युट्युबमा होइन न्युजहरू सुन्दाखेरि चाहिँ आन्दोलन भइरहेको छ राजाबाजीहरूको अनि एमालेको पार्टीको आन्दोलन भइरहेको छ त्यताको बाटो चाहिँ एकदम जाम छ भनेर जस्तो सुनेको थिएँ अहिले चाहिँ शान्त भइसक्यो होला आन्दोलन पनि सकिसक्यो होला जस्तो लागेर चाहिँ म चाहिँ राइडमा निक्लेको छु धेरै दिनपछि आज राइडमा निक्लिँदाखेरि त्यहाँ कस्तो कस्तोवाला फिल भइरहेको छ क्या होइन अनि म चाहिँ यता बालाजु चोकमा आइसकेको छु यो राइड भनेको चाहिँ 230 को राइड छ क्या अनि मैले पठाउ पनि सेट गरेको छु होइन पठाउ सेट गरेको पठाउ बज्दैन इन्डाइभमा सामान उठायो भने चाहिँ सजिलो जति हो पठाउ सेट गरेको छु अनि उहाँलाई पनि मैले कल गरेर भनिसकेको छु कि अलिकति टाइम लाग्छ होला टाढा रहेछ भनेको ओके आएपछि कल गर्नु न यता लोकेसनमा आएपछि भन्नुभएको छ सो त्यो कारणले चाहिँ मैले पठाउ सेट गरेको छु किनकि यताबाट प्यासेन्जरहरूको पायो भने अनि त्यही साइडको जाने अनि टक्क रिसिभ गरेर त्यतातिर छोडेर सामान पनि लिएर पुऱ्याउनु हुन्छ नि त भनेर चाहिँ पठाउ सेट गरेको पठाउ चाहिँ बजेको छैन आज त सरकारी बिदा पनि रहेछ नि त अनि सो त्यही भएर चाहिँ अनि बाटोहरू नि हल्का हल्का खाली टाइपको छ अनि सो त्यही हो अब उहाँ गएर अब कतिको राइड लाग्छ आज चाहिँ होइन लेट्स होइन हेर कतिको राइडहरू लाग्छ अनि ल अस्ति भर्खरै यो पुरै यहाँको बस्तीहरू यो बसेछ नि त तिरपाल टाँगेर सब उठाएको जस्तो लागेको थियो फेरि बसिरहेको रहेछ अस्ति भर्खर सत्लाको उठाएको थिएँ क्या त्यो दिनमा यो डोजरले यो खनेले नि यो पाइप हाल्नको लागि त्यो दिनमा म यो बाटो हिँड्दाखेरि चाहिँ मेबी केही पनि थिएन क्या त्यहाँ अनि मैले सोचिरहेको थिएँ होइन ल सबै उठाइदिएको आएको त भनेको फेरि आएर बसिरहेको रहेछ सबै बस्ने भनेको चाहिँ म्याक्सिमम् इन्डियाबाट आउनेहरू चाहिँ म्याक्सिमम् बसिरहेको हुन्छ क्या नेपालमा आएर यस्तो चरा बनाएर है सरकारी जग्गामा होइन अब त्यहाँ अब के भन्ने अब उनीहरूलाई पनि अब के भन्ने गाह्रै छ होइन तर एटलिस्ट अलिक राम्रो ठाउँमा बस्यो भने चाहिँ है यस्तो ठाउँमा के गर्नु सबको आफ्नो गाह्रो हुन्छ है
म चाहिँ यता बालदी चौकमा आइसकेको छु त्यो मामुले हन्डाको कस्तो ठुलो गाडी यार भाइले कस्तो अगाडि बढाएको यार यत्रो गाडी हिँडिरहेको है अगाडि बढाइदिइरहेको क्या अब नेपालको झन्डा चाहिँ अहिले धेरै बिक्री भइरहेको रहेछ क्या सो अनि जता पनि नेपालको झन्डाहरू देखिरहेको हुन्छ कि किनकि अब आन्दोलनहरू भइरहेको हुन्छ झन्डाहरू लिएर गइरहेको हुन्छ नि त सो अहिले झन्डाको चाहिँ बिक्री अलिकति बढी भएर चाहिँ आज बवाल देखेको छ पुरै खुल्ला क्या आकाश पनि क्या खुल्ला टाइपको छ त्यहाँ बादलहरू पनि कस्तो धेरै क्या बवाल छ है राइडहरू पनि अब बवाल खिच्यो अहिले आएको नि त अनि त्यो राइड छ अब हेरौँ लेट्स सी आज चाहिँ म होइन नाइटमा राति 10-11 बजीसम्म राइड गर्छु होला जस्तो लाग्छ मेबी बट त्यति बेलासम्म पनि खै राइड गर्छु कि गर्दिनँ किनकि अब रुममा पनि तरकारी छैन फेरि तरकारी किन्नुपर्छ टाइममा होइन 10 बजेभित्र नै नत्र भए पसलहरू बन्द हुन्छ नत्र भोकै सुत्नुपर्छ म त्यही भएर चाहिँ अब हेरौँ अब के हुन्छ साथी रुममा छिटो गयो भने चाहिँ म 10-11-12 बजीसम्म नै राइड गर्छु होला मेबी यदि साथी नै गएन भने चाहिँ अब सँगै जानु पऱ्यो नि त लेट्स सी होइन गाइज अब राइडहरू कस्तो हुन्छ एन्जोय गर्नु होला अन्तिमसम्म हेलो हजुर म लोकेसनमा आएको छु ट्याक्क गुम्बाको गेटमा आइसक्यो नि कति टाइम लाग्छ हजुरलाई टाइम लाग्छ ल आइहाल्नुहोस् ल 2 मिनट त भन्नुभएको छ यस साइड हो कि यताको साइड हो यार ट्याक्सी हेरौँ होइन गाडी स्टार्ट त गर्दैन यार हजुर हो लास्टमा 2-3 थियो होइन नम्बर हजुरको असल छ गाइज सामान पनि पुऱ्याइयो होइन अब अर्को राइड पनि कटेर आउँछ यता राइड लाग्दैन होला मलाई जहाँसम्म लाग्छ कहाँ आइपुग्यो म बिर्सेँ जस्तो छ म हराएँ जस्तो छ यार म हराएँ जस्तो छ कुन ठाउँमा पुगेँ कहाँ आइपुगेँ आफ्नो पेसेन्जरलाई छोडेर लिएर आएको बाटो यो हो कि होइन म आफै हराएँ कि के हो के हो होइन हराएको त छैन म हराउने मान्छे हुँदै होइन नि होइन हराउनु जस्तो देखेँ त बवाल देखाएको थियो बवाल राष्ट्र 50 को दूसरी नयाँ बजार है तो लेफ्ट चाहिँ होइन वहीँ हुनुहुन्छ होला कि मलाई जहाँसम्म लाग्छ आर्मी होला क्या Why not visit my call? के हो यो ए आमाको हो हेर्ने मात्रै हो किन्न सकिँदैन हेर्ने मात्रै हो किन्न सकिँदैन त्यही हो है त्यति कामै त्यति हो हेर्दै हुन्छ ल दाइ त ल कसले उठाउनुहुन्न त यार हजुर उहाँ रहेछ मेरो प्यासेन्जर चाहिँ ल राखिदिउँ न त के छ र होइन देखाइदिने मात्र हो भन्छ यार हजुर हो कलङ्की कहाँ कलङ्की हुनु कहाँको हान्नु भयो र कलङ्की त उठ्यो उहाँ होला आउँछ नि कलङ्की आयो अनि छुट्टी मार्दै बस्नु भएको छ कलङ्कीको मान्छे कल गरेको थिएँ त मैले उठाउनु नि हुन्न छुट्टी मार्दैमा बिजी थियो होइन ल 400 उठ्यो है 91 391 उठ्यो है 400 भनौँ न ल क्यान्सल गरेर बोलाउनु न लोड पुऱ्यो यार म त हजुर
उता उसको शङ्खमुल होइन केयर फर्स्ट डेन्टल हिँड्ने ठाउँमै छैन नि किन बोक्नु सक्नुहुन्न बिचमा राख्नु न भयो कस्तो हिँड्ने बेलामा चाबी हराउनु भयो त नि हजुर माथिबाट तल खसेर कि यो लगाउने बेलामा चाहिँ कस्तो भेट्नु भयो त उता रुमको चाबी चाहिँ हराएको हजुर अफिसको चाबी ए अफिसको चाबी चाहिँ हराएको जबबाट निस्किनु भयो हजुर चाहिँ हजुर ए जबबाट निस्किनु भयो भर्खर हजुर कति ढिलो त ढिलै हुन्छ यस्तै हो ए के जब र जब होइन आफ्नै अफिस हो ए ए के को अफिस युएस स्टुडियो ए ओके ओके लेफ्ट साइड this is the left side where this is the right okay 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 I will wait That's right. wait Okay. yeah okay very nice 185 Okay. ओके थ्याङ्क यू ल 15 रुपियाँ चाहिँ टिप्स पाइसकेको छु होइन गाइज विदेशीले 15 रुपियाँ टिप्स दिनुभयो सो मलाई चाहिँ स्टार दिउँ न है के हो हल्का तर मार्ग ट्याक्क रुमतिर गयो जस्तो लागिरहेको होइन रहेछ गाडीको धुलोले पत्याउनु परेन दुलोले नपत्याएर गाडीको धुलो फेरि खतरा हुन्छ तपाईँ थाहा छ तपाईँलाई हो र चिज मालहरू त्यही हो क्या चिज ए के छैन चिज त्यही रहेछ क्या किन त्यही त्यसको लागि हामी मरिमेट्ने हो नि त फेरि हो है त्यो अलि अगाडि बस्नु ठिक छ केही छैन भाइ छ चिलमा बस्नु नि त भाइ तपाईँ चिलमा बस्नु न म चिलमै छु नबगर कति खानु छ मलाई ए अझै गएर खानु छ ठिक छ ल रहेछ भनेपछि आज आइसक्यो उडाउनु न उडाउनु ए उडेन त अहिले हेर्नु त गजक गजक भयो कहाँ उडाउनु त नि साइडबाट हुइमान साइडबाट बाइक चढा कति भयो तपाईँले अहिले 8-9 वर्ष भइसक्यो होइन तपाईँ अलि पे गर्नु भयो छैन बे छैन हजुर बे नगरिकन यो समय त कसरी क्या गर्नु परिस्थिति हामी तपाईँ उडाउ परिस्थिति माल सामान सब ठोक्ने हजुर हेलो हजुर सुनौ अब खतरा गरेर दिन्छ म चक्रबाट ओह्रालो झर्दैछु कहाँ अहिले हामी भनेको चक्रबाट ओह्रालो झर्दैछु कहाँ होइन गाइस हजुर मलाई समाउनु म उडाउँछु ए अनि जान्छ एकछिन बस्न भन्न भेटेर जा भन्न मलाई भेटेर जा भन्न भने क्या 5 मिनटमा म आइसकेँ भने भेटेर जा भन्नु भने क्या के भयो फोन राखिदियो हजुर फोन राखिदियो क्या हो ए उडाउनु तपाईँले समाउनु पऱ्यो क्या तपाईँ यस्तो यस्तो हल्लिया त्यही भएर मलाई डर लागिरहेको क्या अब त्यस्तै नसमाउनु लड्छ नि त्यस्तै समात्नु भने त्यसरी समाउनु हुन्छ मतलब छैन कहाँ तपाईँ फ्याप्प भयो मजा भने गरेर कोरिया जानु परेन होइन र अनि म हल्दैन उडाउनु ओके समाउनु पऱ्यो नि त बिस्तारै समाउनु क्या त्यस्तै समाउनु भएन होइन मजा गरे हो ओके 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 मैले पनि बुझिसकेँ अनि तपाईँको एक्स गर्लफ्रेन्ड जान लागिसक्यो र ठिक छ होइन तपाईँको एक्स गर्लफ्रेन्ड जान लागिसक्यो एक्स गर्लफ्रेन्ड जान लागिसक्यो हो र अब मालवा घर जान लाग्यो म टेन्सन गर्छ टेन्सन भयो उडाउनु त्यही भएर उडाउनु न सके जति तपाईँले हेर्नु न तपाईँको स्पिड कति हो उडाउनु भन्दा त्यही भएर त्यहाँ मामाहरू छ अहिले फेरि उडाउनु पाइएन हामीले होइन अनि त्यो तपाईँको आफ्नो इच्छाले कुदाउनु न ओके 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 मैले भन्ने त मैले भन्छु ओके
मामाहरूले फेरि अहिले चिट्ल्याम्म लाएर तपाईँ आफ्नो स्किममा हिँड्नु मैले भन्ने चाहिँ भने हजुर ओके ओके भनेपछि आज मस्त दिन्छ ऊ यस्तो यस्तो खालको पछाडि नसर्नु अगाडि पनि बस्नुहोस् हजुर पछाडि नसर्नुहोस् भने क्या ओके पछाडि सर्यो भने धेरै छेउमा पुगिन्छ नि त तपाईँ अलिकति कन्ट्रोल कम भइरहेको छ तपाईँको त्यही भएर पछाडि सर्नु हुँदैन वाउ कति हल्ला लाग्यो सोध्नु बाइक उठाएन फोन मालको कुटीमा चिक्ने बलले गर्दा रन्जीले फोन काटे अब अल्दिरा सजिले त्यसै लागेको यतै साइड लाएर रोक्ने म यता यता हल्का यता लगाइदिन्छु तपाईँ हल्का अलिकति दिनुभयो त ल हेलो पैसा पछि चलाएको अगाडिपट्टि आएपछि पछि त मुसी रोमलको अगाडिपट्टि छिटो होला म आउँदै हो 200 भयो अहिलेसम्मको अहिलेको 200 भयो ल भयो यहाँको ल कि अनलाइन गर्नुहुन्छ के गर्नु त कि अनलाइन क्यास छ भने गर्नु नभए अनलाइन गर्नु खुजुरा छैन अरूसँग खुजुरा छैन छैन अनलाइन गर्नु 800 फिर्ता दिनु गयो होइन ल 800 रुपियाँ फिर्ता 1000 दियो होइन मलाई हजुर हो कि क्या हो जस्तो लाग्छ तपाईँ झुक्किनु भएन भने होला कि म झुक्किनु पुगेन ल 800 रुपियाँ ल अब तपाईँ यहीँ बसेर लिनुहुन्छ कि बाहिर कतै कतै किन्नुहुन्छ म यहीँ बस्छु अहिले जानु न बोलाउनु नम्बर त्यही त्यसमा कल गरेर हुन्छ है नम्बर भन्नु न मेरो अँ तपाईँको भन्नु 98651 38 293 हो त्यही नम्बर हो एकदम अहिले जाने भयो ल जानुभयो छु त हजुर भयो फ्यामिलीले त डह्रो दिन्छु भने तेल नलागिकन लास्टमा त गर्लफ्रेन्डले त्यो फर्काइदिँदा